हेलो एभ्रिवान, वेलकम ब्याक टु माई न्यू ब्लग गाइज है। आज चाहिँ म कोठाबाट फेरि बाहिर निस्केको छु। अघि पछि चाहिँ म अलिकति इक्जाम चलिरहेको कारणले गर्दा चाहिँ कोठामा एभरेज पढाइमा व्यस्त भएर हुन्छ अलिअलि। सँगसँगै आज चाहिँ अब नयाँ कन्टेन्ट के बनाउनु पर्यो भन्ने सोचका साथ म जाँदैछु गाइज। यता हाम्रो अगाडि सानो प्यालेसहरू रहेछ, एउटा भ्यू इन्टे टाइपको। त्यहाँदेखि घर म चाहिँ अलिकति भ्यूहरू देखाउने कोसिसहरू गर्नेछु। त्यसको लागि चाहिँ के गर्नु पर्यो भन्दाखेरि म चाहिँ यता कोठाबाट निस्किसकेको छु हैन। हेर्न सक्नुहुन्छ, यो चाहिँ हाम्रो कोलोनी रहेको छ भक्तपुरको। यहाँदेखि चाहिँ चट्ट अब सरासर जाने अनि मेन हाइवे हुँदै अगाडि चाहिँ टप स्क्रिनबाट चढ्नुपर्छ। यो चाहिँ ठिमीचोकको बजार रहेको छ, जुन चाहिँ यस्तो देखिन्छ। भिडियो मन परेमा सबैजनाले लाइक, सब्सक्राइब र सेयर अनि कमेन्ट गरिदिनु होला। हेर्नुहोस्। सो गाइज, म फाइनली पुगिसकेँ है। अब म चाहिँ माथि भ्यू देखिने ठाउँदेखि चाहिँ जाँदैछु। यहाँदेखि म जल स्टेयरहरू यो सिडी चढ्दैछु। सिडी चढ्दै गर्दा अलि लामो सिडी छ कि माथि जानुपर्छ है। माथिबाट अलि राम्रो भ्यू देख्छ कि भक्तपुरको है। अब यस्तो बिस्तारै चढ्दै जाँदै फ्या हुन्छ, या सास पर्छ कि एकदम। चढ्नुपर्छ माथि पुग्नुको लागि। लगाइज म चाहिँ अब शङ्खदार सागुवा पार्कको भ्यू पोइन्टमा पुगिसकेको छु। हेर्न सक्नुहुन्छ मेरो पछाडिको नजारा कस्तो खालको रहेको छ। एकदम वाउ खाले नजाराहरू रहेको छ। लुक एट दिस गाइज, लुक एट दिस। यहाँको सुन्दरता देखेर मनै एकदम आनन्द हुन्छ क्या है। हेर्नुहोस् त, पछाडि दामी खाली पहाडहरू रहेका छन्, जहाँ चाहिँ सुन्दर आँखा पनि जाने खाले क्या टक्क हेर्दै पनि। यो चाहिँ हाम्रो बाखा बजार जाने बाटो रहेको छ, मध्यपुर ठिमीचोकदेखि। यहाँदेखि टक्क हेर्नुहोस् त कस्तो राम्रो ठाउँ छ। यहाँदेखि अब मैले चाहिँ सिधा तलको भ्यूहरू देखाउन चाहे एकछिनमा। तलको भ्यूहरू हेर्नुहोस् त, वाह कस्तो हरियाली बगैँचाहरू चाहिँ। अब गर्मी बढ्यो गाइज, गर्मीको समयमा सबैजना साथीहरूले साँझको टाइममा फ्रेस मुड गर्नको लागि यता आउँदा हुन्छ क्या। एकदम रमाइलो छ ठाउँहरू चाहिँ, आउँदै गर्नलाई त। सो गाइज, फाइनली म यहाँको चाहिँ शङ्खदार साखुवा पार्कमा आइपुगेको छु। त्यहाँदेखि भ्यूहरू मैले देखाइसकेँ हजुरलाई है। भ्यूहरू देखाउँदै गर्दा एकदम शान्त सुन्दर भ्यूहरू देखिन्छ। कोठामा बसेर एकदम बोर फिल भइराखेको बेला है, शान्त तरिकामा आएर माथिबाट भ्यू हेर्दाको छुट्टै रमाइलो हुन्छ। हेर्नुहोस् त्यो उता साइडतिरबाट कस्तो देखिन्छ है। त्यहाँ साथीभाइहरू माथि पनि हुनुहुन्छ। हेर्नुहोस् त, यहाँदेखि टक्क यस्तो दामी देख्छ क्या है। अत्र दामी देख्छ यहाँ। यो चाहिँ राउन्डको भयो। म चाहिँ प्रायः यतातिर आइ पनि राख्छु क्या। कहिले कस्तो साँझ बिहान मर्निङ वाकमा चाहिँ आउँछु। आउँदै गर्दा यसो एक्सर्साइज गऱ्यो बिहान, अनि चलिदियो कोठातिर है। कोठातिर हिँडेपछि कसो सधैँ त भन्दैन, पहिले चाहिँ रेगुलर आउँथेँ। आजभोलि चाहिँ कहिले कसो साँझ बिहान फुर्सदमा चाहिँ आउने गर्छु है। यताको भ्यूहरू चाहिँ यस्तो खाले रहेको छ, एकदम राम्रो छ क्या। यसो फुर्सदमा अब गर्मी सिजनमा हरियाली पनि बढिसक्यो। हरियाली बढिसकेको चाहिँ अब बस्न रमाउनको लागि चाहिँ एकदम बेस्ट छ है त। आउँदै गर्नु होला। आज अहिले चाहिँ यता साना भाइहरूले चाहिँ ब्याडमिन्टन खेलिरहेका रहेछन्। यहाँ चाहिँ म पनि आउँदै गर्छु है एक्सर्साइजको लागि गाइज।